ओम श्री गणेशाय नमः। श्री लक्ष्मीनारायण भगवानको चरण कमलमा नमन वन्दना गर्दै श्री स्वस्थानी व्रत कथा श्रवण गर्नुहुने सम्पूर्ण भगवानका भक्तहरूले हातमा चन्दन अक्षता फूल लिएर एकचित्त रही पार्वती सहित श्री साम्ब सदा शिव भगवान एवं श्री स्वस्थानी भगवती देवीको स्मरण गर्नुहोला। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यशन्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमत्चन्दन चर्चितो जलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डल परविलसन्मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षि मालाकर वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। सबैजनाले हातमा लिएको पुष्पाञ्जलीलाई पुस्तकमा चढाइसकेपछि एकचित्त भएर कथा श्रवण गर्नुहोस्। श्री स्वस्थानी व्रत कथायाम् अथ अष्टमोऽध्यायः दक्ष यज्ञ विध्वंसोपाख्यान। श्री कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, भगवान विष्णु सङ्ग्रामबाट अन्तर्ध्यान भएपछि बाँकी बचेका देवता यक्ष गन्धर्व किन्नर र दैत्य सबै हाहाकार गरेर 10 दिशातिर भागे। ती परस्परमा भन्दथे, अब दक्ष प्रजापतिको प्राण रहन्न, किनकि नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भयो। जुन चक्र लिए विष्णु खडा हुँदा स्वयं शिव पनि टिक्न सक्दैनथे, त्यस्तो नारायण पनि भागे। अब हाम्रो क्षुद्र पराक्रमले के होला, तस्मात् अब आफ्नो आफ्नो प्राण रक्षा गर्नु नै उचित हो भन्दै 10 दिशा भागे नारायण सहित देवता यक्ष गन्धर्व नाग आदि आफ्नो जीवन बचाई भागेको देखि वीरभद्रले नागले झैँ निश्वास फेरि वर्षाकालको मेघ गर्जे झैँ गर्जी तत्काल दक्षको टुप्पी समाती भूमिमा ढलाए बोध गराए, हे पापिष्ट दक्ष, तैँले महादेवको अनेक निन्दा गरिस्, आफ्नी छोरीको हत्या गरिस्, त जस्तो पापी यस संसारमा खोजे पनि पाइन्न। त्यो बौलाहा हो, उसैलाई नडाके मलाई के होला भनी त्रिलोकका ईश्वरको निन्दा गरिथिस्। अब यस बखतमा तेरा रक्षक ज्वाइँहरू कथा गए, तिनीहरूको सहायता मागी आफ्नो प्राण बचा। तेरो यज्ञ बिना शङ्कर नै पुरा गराउन्, अब तँलाई पनि यही यज्ञमा होम नसके हामीलाई सन्तोष होला भनी अनेक तरहले बोध गराई। दक्ष प्रजापतिको शिर काटेर अग्निकुण्डमा होमिदिए। यस्ता प्रकारले दुष्ट संहार गरेको देखि नन्दी भृङ्गी चतुष्ठी योगिनी भूत प्रेत विषम ज्वरो र महाकाली आदिले प्रसन्न भई शिवनन्दक निन्दक दक्ष प्रजापतिको नाश गर्यौं। धन्य धन्य वीरभद्र, तिमी समान वीर यस संसारमा हुन दुर्लभ छ भनी स्तुति गरे। त्यसपछि दक्ष प्रजापतिकी स्त्री विरणीले आफ्ना पतिको शिर यज्ञकुण्डमा होमिदिएको देखेर अत्यन्त धैर्य भई ठुलो हावा चल्दा केराको थाम ढले झैँ पृथ्वीमा ढली मूर्छा परिन्। केही बेरमा चेष्टा आयो र सुख गर्न लागिन्, हे नाथ, मलाई
यस अवस्थामा अनाथ तुल्याई कता गयौ, जगदीश्वर महादेवलाई यज्ञमा नटाक्दा यस्तो भयो हे मूढ। व्यर्थको अभिमान मनमा लिएर शिवको निन्दा गर्दा आफू मृत्युमा प्राप्त भयो। मेरो यो गति भयो भनी अनेक प्रकारले शोक गरेर वीरभद्रसित प्रार्थना गरिन्, हे ईश्वर मेरा पति दक्ष प्रजापति अज्ञानी मूढ र अभिमानी पनि हुन्। तिनलाई कुनै चेष्टा पनि थिएन, त्यस्ता मूढको नाश गरी हजुरको के कृति होला। मलाई विधवा नतुल्याई स्वामी वरदान दिनुहोस् हे वीर। आफ्नो सृष्टि आफैले संहार गर्नु अनुचित हो। सृष्टि स्थिति संहार गर्ने महारुद्र पनि तिमी, महादेव पनि तिमी, आदि मध्य अन्त्य नभएका ब्रह्मा विष्णु शिव जे भने पनि तिमी नै हौ। हे भक्त वत्सल मेरो मुख हेरी मेरा स्वामीको सबै अपराध क्षमा गरेर जीवन दान दिए मलाई सौभाग्यवती बनाउनुहोस् भनेर स्तुति गरेको इन्द्रादि देवताहरूले सुनि आकाशबाट पुष्पवृष्टि गरी हे वीरभद्र दक्ष प्रजापतिलाई जीवन दान दिई वीरणीलाई सन्तोष दिनुहोस् भनी आकाशवाणी गरे। देवताहरूले त्यस्तो आग्रह गरेको र वीरणीको चिन्तित अनुहार देखेर मनमा करुणा उत्पन्न भयो र वीरणी तर्फ हेरी वीरभद्रले भन्दछन्, हे वीरणी तिम्रो स्तुतिले म प्रसन्न भएर तिमीलाई स्वामी वर दिन्छु। तर तिम्रो स्वामीको शिर मैले अघि नै अग्निकुण्डमा होमिसकेँ। अब यज्ञमा बलि दिएको बोकाको शिर जोरेर जीवित पारिदिन्छु, किनकि दक्षले जगदीश्वरको साह्रै निन्दा गर्यो। अत यो पशु हो, यसैले पशुकै टाउको जोरिदिन्छु। यस्तो वीरभद्रको वचन सुनि वीरणीले हुन्छ भनी अञ्जली जोरी उभिरहन्। अनि वीरभद्रले यज्ञशालाबाट बोकाको टाउको भागा मगाई पछिल्तिर मुख फर्काएर जोरी दक्ष प्रजापतिलाई जिलाइदिए। दक्ष प्रजापति जीवित भएपछि वीरणीले मनमा सन्तोष मानी छागा मुख अर्थात् बोकाको टाउको भएका स्वामी सहित भई वीरभद्र र महाकालीलाई दण्डवत प्रणाम गरी आफ्नो घर गए। यता वीरभद्र र महाकाली पनि देवता यक्ष गन्धर्व किन्नर आदिको संहार गरी दक्षको यज्ञ विध्वंस पारी नन्दी भृङ्गी चतुष्ठी योगिनी भूत प्रेत पर्वत गण समेत त्यहाँबाट अन्तर ध्यान भई कैलासमा पुगी शिवजीलाई दण्डवत प्रणाम गरेर, हे ईश्वर हजुरको आज्ञा अनुसार दक्षको यज्ञ विध्वंस पारी देवता यक्ष गन्धर्व र उसका समस्त रक्षक मारी दक्षको शिर छुट्याई अग्निकुण्डमा होमिसकेपछि उसकी स्त्री वीरणीले आफ्नो स्वामी मरेको देखि साह्रै दीन भावले विलाप गर्न लागिन्। त्यो देखेर मैले अग्निकुण्डमा बलि दिएको बोकाको टाउको ल्याएर पछाडि मुख फर्काई जोरेर दक्ष प्रजापतिलाई जिलाइआए भनी बिन्ती गरे र महादेव प्रसन्न भई, हे वीरभद्र हे महाकाली तिमीहरू धन्य रहेछौ, म प्रसन्न भएँ। यति भनी ती दुवैलाई आफ्नो शरीरमा लीन गराए। त्यसपछि महादेवले प्राणप्रिया सतीलाई सम्झी दक्ष प्रजापतिले यज्ञ गरेको स्थानमा पुगेर हेर्दा अग्निकुण्डमा सुतिरहेकी सती देवीलाई देखी, हा सती कैलास शून्य तुल्याई मलाई एक्लै छाडेर कता गयौ भन्दै साह्रै नै अधैर्य भई वृक्ष डाले झैँ भूमिमा लडी मूर्छा परिन्। केही बेरमा चेता आयो र, हे प्यारी अब मैले यस संसारमा बाँच्नु पनि व्यर्थ भयो। मलाई एक क्षण पनि एक्लै नछाडी मेरै मुख्याजी बसेर मैले भनेका कथा पुराणहरू सुनिरहन्थ्यौ। मेरो वचन नमान्दा तिम्रो यो गति भयो। अब म यस स्थितिमा पुगेँ भन्दै मुड्कीले छाती ठोकी वर्षाकालमा आकाशबाट पानी परे झैँ मोतीका दाना जस्तै आँसुका ढिका खसाली फेरि विलाप गर्न लाग्नुभयो। हे प्रिय म कतै गएर आउँदा सुनको कमण्डलो लिए घोडा धोइदिन आउँथ्यौ। हे प्यारी मेरो खाने वस्तु भनेर विष बाङ धतुरो मेरो स्वामीले खाने वस्तु भनेर जतन गरिराख्दथ्यौ। अब को राखिदेला, तिमी बिना मेरो चित्त कसरी स्थिर रहला।
यसरी बिलाप गर्दै कहिले काखमा लिने, कहिले अङ्कमाला गर्ने, कहिले मही खाने, कहिले छातीमा हात राख्ने, कहिले सतीदेवीको हात समाए आफ्नो छातीमा राख्ने। यसरी अनेक प्रकारका शोक गरी सतीदेवीको मृत शरीर पिठ्यौँमा बोकी बाहुलाहा जस्तै भएर पृथ्वी भ्रमण गरी हिँडे। महादेवले पीठमा बोकेकी हुनाले गलित वा दुर्गन्ध केही भएनन्, केवल निदायकी जस्ती भएर रहिन्। ओम जय जय श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्मे कुमार अगस्त्य संवादे श्री सुस्तानि परमेश्वरी व्रत कथायां दक्ष यज्ञ विध्वंस वर्णनम नाम अष्टमो पारायण। हरे नमः। ओम कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्त्यं हृदयारविन्दे भवं भवानी सहितं नमामि। त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देवदेव। यसरी श्री सुस्तानी व्रत कथा श्रवण गरिसकेपछि अब सम्पूर्ण भक्तजनहरूले हातमा पुष्प लिएर पुष्पाञ्जली श्रवण गर्नुहोस्। हरि ओम गणानान्त्वा गणपति गुं हवामहे प्रियाणान्त्वा प्रियपति गुं हवामहे निधीनान्त्वा निधिपति गुं हवामहे वशो मम आहमजानि गर्भधमा त्वमजासि गर्भधम्मा। हरिः ओम कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्त्यं हृदयारविन्दे भवं भवानी सहितं नमामि। वन्दे देवौमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्खवन्विनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम्। जपाकुसुमसङ्काशं काश्यपेयं महाद्युतिं तमोरिं सर्वपापघ्नं प्रणतोऽस्मि दिवाकरम्। स्वशङ्खचक्रं सगरेटकुण्डलं सपीतवस्त्रं सरसीरुहेक्षणं स्वहारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णुं शिरसा चतुर्भुजम्। देवी प्रपन्नातिहरे प्रसीद मात्र जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवी चराचरस्य। होपनयतु मङ्गलं वा सकल जगन्मङ्गलालय श्रीमान् दीनकरकिरणं निबोधिता नवनलिन दलनिवेक्षणा कृष्ण। काले वर्षतु पर्जन्य पृथिवी शस्यशालिनी देशोऽयं क्षुभरहितो ब्राह्मणा सन्तु निर्भया। अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिणा निर्धना साधना सन्तु जीवन्तु शरदां सताम्। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र च्युतोद्धार कथा प्रसङ्ग। या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेषजाड्यापहा। सुवर्णवर्णदीप्ताभां त्रिनेत्रां कमलासनां सिंहासनसमासीनां सर्वालङ्कारभूषितां नीलोत्पलं भयं वामे दक्षिणे वरदा भयं खड्गचर्मधरं चूर्ध्यं वाम दक्षिणयो कर्म।
चतुर्भुजां च मां तत्र पूजयेत् वृषकेतुनाम् एवं ध्यायेत् महादेवीं स्वस्थानीं जगदीश्वरीम् गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरुर्साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। ब्रह्मा मुरारे त्रिपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्च शुक्रः शनि राहु केतवः सर्वे ग्रहाः शान्तिकरा भवन्तु। आवाहनं न जानामि तवार्चनं मन्त्रपूजं न जानामि क्षमस्व परमेश्वर। ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। इमानि पुष्पाणि मनोहराणि सुरासुराणाम् अभिदुर्लभाणि कल्पद्रुमाद्रिजर्मजानि तानि पुष्पाञ्जलिर्मे तु सुखाय नित्यम्। पुष्पाञ्जलिर्मे तु सुखाय नित्यम्। यदक्षरं पदं भ्रष्टं मात्राहीनं च यद् भवेत् तत्सर्वं क्षम्यतां देव परसीद परमेश्वर। यदक्षरं पदं भ्रष्टं मात्राहीनं च यद् भवेत् तत्सर्वं क्षम्यतां देव परसीद परमेश्वरी। ॐ कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि नारायणायेति समर्पयामि। ॐ शान्तिः ॐ शान्तिः ॐ सुशान्तिर्भवतु। हरि ॐ असतो मा सद्गमयः तमसो मा ज्योतिर्गमयः मृत्योर्मा अमृतं गमयः। हरि ओं तत्सत् हरि ओं तत्सत् हरि ओं तत्सत् हरि ओं। श्रीकृष्णार्पणमस्तु। हरि